गाडीमा फेन रहेको परिवारको सचिवले जीका महान शहीद जेएनजीका महान शहीद विजय चौधरीजीको पार्थिव शरीरलाई यति बेला यहाँ विजय चौधरीजीको पार्थिव शरीर बोकेर आएको उक्त हेलिप्याड यति बेला ल्यान्डिङ स्थलमा ल्यान्ड भइसकेको छ। आफ्नो सक्नुहुन्छ दर्शकबिन जेएनजीका महान शहीद लाहान नगर 15 निवासी विजय चौधरीजीको पार्थिव शरीर बोकेर आएको हेलिप्याड यति बेला देख्न सक्नुहुन्छ। अवतरण स्थलमा अवतरण भइरहेको छ। यो अवतरण हुने क्रममा यहाँलाई यो दृश्य देखाइरहेका छु दर्शकबिन देख्न सक्नुहुन्छ। यहाँ देखाउँ यहाँहरूलाई यति बेला अवतरण भइरहेको छ दर्शकबिन देख्न सक्नुहुन्छ। अवतरण भइरहेको छ उक्त हेलिप्याड यति बेला अवतरण भइरहेको छ दर्शकबिन यहाँहरूलाई देखाउँ देख्न सक्नुहुन्छ। यहाँहरूलाई देखाउँ दर्शकबिन यति बेला देख्न सक्नुहुन्छ। विजय चौधरीजीको शव बोकेर आएका विजय चौधरीजीको पार्थिव शरीर बोकेर आएको उक्त हेलिप्याड यति बेला ल्यान्डिङ स्थलमा ल्यान्ड भइसकेको छ। अवतरण भइसकेको छ र अब केही बेरमै अवतरण भए पछाडि यो पूर्वतर्फ राखिएको उक्त भ्यानमा शहीद विजय चौधरीजीको पार्थिव शरीरलाई लाहान नगरभरि परिक्रमा गर्ने र अन्त्येष्टि गर्ने यहाँ कार्यक्रम तय गरिएको छ। हामी यहाँहरूलाई देखाइरहेका छौँ दर्शकबिन। यहाँहरूलाई देखाउँ यति बेला अवतरण भइसकेको छ। विजय चौधरीजीको पार्थिव शरीर बोकेको नेपाली सेनाको हेलिप्याड यस स्थलमा अवतरण भइसकेको छ। यहाँ देख्न सक्नुहुन्छ। यहाँहरूलाई देखाउँ दर्शकबिन यति बेला यहाँहरूलाई प्रत्यक्ष रूपमा जोडिरहेका छौँ। यो अवस्था छ। परिवारजन अहिले उहाँलाई सीमापुरमा अगाडि बढिरहेको दृश्य हामीले तपाईँले देखाइरहेका छौँ। जोडले बोल्छ परजोरले। यो अवस्था देख्न सक्नुहुन्छ दर्शकबिन यति बेला जेएनजीका शहीद विजय चौधरीजीको पार्थिव शरीर बोकेर आएको उक्त हेलिप्याड यति बेला यस स्थलमा अवतरण भइसकेको छ र यहाँहरूले देख्न सक्नुहुन्छ। उहाँको परिवारजन भर्खरै लिनु भएको छ भने केही बेरमा यो पूर्वतर्फ राखिएको यस भ्यानमा उहाँको पार्थिव शरीरलाई राखी लाहान नगरभरि शव यात्रा परिक्रमा गराउने यहाँ कार्यक्रम तय गरिएको छ। यहाँहरूलाई देखाइरहेका छु दर्शकबिन। यो अवस्था देख्न सक्नुहुन्छ। यहाँहरूलाई प्रत्यक्ष रूपमा जोडिरहेका छौँ। सबैले हार्दिक श्रद्धाञ्जली लेखिदिनु होला। कृपया जतिजनाले देखिरहनु भएको छ सबैले हार्दिक श्रद्धाञ्जली लेखिदिनु होला। भर्खरै देख्न सक्नुहुन्छ जेएनजीका महान शहीद विजय चौधरीजीको पार्थिव शरीरलाई यसतर्फ ल्याइँदैछ। यहाँ देख्न सक्नुहुन्छ उक्त हेलिप्याड अवतरण भएसँगै विजय चौधरीजीको पार्थिव शरीरलाई यति बेला यसतर्फ ल्याइँदैछ। देख्न सक्नुहुन्छ दर्शकबिन। यो अवस्था छ दर्शकबिन देख्न सक्नुहुन्छ। उहाँको पार्थिव शरीरलाई राखिएको यस भ्यानतर्फ लगिँदैछ। यहाँ देख्न सक्नुहुन्छ जेएनजीका महान शहीद विजय चौधरीजीको पार्थिव शरीरलाई यति बेला यहाँ देख्न सक्नुहुन्छ। यहाँ ल्याइएको छ र राखिएको उक्त भ्यानतर्फ बढाइँदैछ दर्शकबिन। विजय चौधरीजीको पार्थिव शरीरलाई यहाँहरूले देख्न सक्नुहुन्छ। सबैले हार्दिक श्रद्धाञ्जली लेखिदिनु होला। उहाँको आफन्तजन सुरक्षाकर्मीहरूले उहाँको पार्थिव शरीरलाई यति बेला बोक्नु भएको छ र यस राखिएको भ्यानतर्फ लगिँदैछ। यहाँ देख्न सक्नुहुन्छ दर्शकबिन। गाडीमा फेन रहेको परिवारको सचिवले देख्न सक्नुहुन्छ।
ताजा अपडेट हामीले तपाईँलाई गराइरहेका छौँ दर्शकबिन। अब यहाँबाट निस्किएर लाहान परिक्रमा गर्दै जेएनजीका महान शहीद विजय चौधरीजीको जन्मथलो जन्मस्थान लाहान नगर 15 सिमल टोकीमा उहाँको अन्त्येष्टि गरिने हामीलाई प्रारम्भिक जानकारी प्राप्त भएको छ र यो अवस्था यहाँलाई देखाउँ। यति बेला देख्न सक्नुहुन्छ दर्शकबिन उहाँको पार्थिव शरीरलाई जेएनजीका महान शहीद विजय चौधरीजीको पार्थिव शरीरलाई यति बेला यस भ्यानमा राखिएको छ र यहाँबाट अब केही क्षणमै लाहान नगरको परिक्रमाको निमित्त अगाडि बढ्नेछ। यो अवस्था यहाँहरूलाई देखाइरहेका छु दर्शकबिन देख्न सक्नुहुन्छ। यहाँलाई प्रत्यक्ष रूपमा यहाँलाई देखाइरहेका छौँ र जेएनजीका महान शहीद वीर शहीद विजय चौधरीजीको शव लोड गरिएको उक्त भ्यान अब अगाडितर्फ बढिरहेको छ, बढ्ने क्रममा छ। यहाँहरूलाई देखाउँ